आज पनि तपाईहरुको अगाडि म खाएको भिडियो लिएर आएको छु। यो चाहिँ हो होटल जोजोलापाको भिडियो। यो दिन चाहिँ हामी मार्केट गएको थियौं र दिउँसो चाहिँ हामीले खाना घरमा बनाएको थिएन अनि एकैचोटी फर्किँदा डिनर नै गरेर जाउँ भनेर चाहिँ यहाँ बसेको। अनि यहाँ चाहिँ मोमो फ्यामिली रेस्टुरेन्ट भन्दा अलिकति बेसी दाम हो तर यति टेस्टी हुन्छ। मोमोको पिस पनि ठुलो, त्यो भित्रको स्टफिङ पनि यति दामी हुन्छ। टेस्ट र क्वान्टिटी वाइज दामी हुन्छ यहाँ दाम अनुसारकै। अनि सुप पनि एकदम हिल्सको जस्तै नै पाउनुहुन्छ यहाँ चाहिँ। अनि हामीले चाहिँ मजाले खाइरहेका छौँ। यति तातो तातो मोमो अनि अचार पनि कस्तो दामी। मेरो हस्बेन्डलाई चाहिँ साह्रै मनपर्छ यहाँको अचार। अनि हामी दुईजनाले मजाले बात गर्दै खायौँ। मैले त झन् चम्की अचार पनि थप्पी खाएँ। अनि सुप पनि पुरा पिएँ किन भन्दाखेरि चाहिँ यो दिन अलिक चिसो पनि थियो। अनि नानाको दोकान जाँदा चाहिँ उसलाई ज्वरो आइराखेको थियो नि त। अनि मलाई चाहिँ छिट्टो फ्लूहरू सरिहाल्छ, त्यसले गर्दा पुरा सुप पनि पिएँ मैले चाहिँ। गरम सुप पनि पिइरहेको थिएँ ताकि हिजोअस्ति त जाती भएको फेरि ज्वरो नआओस् भनेर। अनि र पनि मलाई चाहिँ त्यो मुख नअगाएको भन्छ नि, पेट अगाएर मुख नअगाउँदाखेरि चाहिँ अब हस्बेन्ड हो यसो हेरेर चिनिहाल्नुहुन्छ नि त। अनि अझै खाने भन्नुभयो होइन मलाई। अनि मैले पनि खान्छु भने त्यस पछाडि एक प्लेट अझै अर्डर गरिदिनु भयो है। उहाँलाई थाहा हुन्छ कि म खान सक्दैन भनेर हो, लोभ मात्र हो। अनि एक प्लेट टप भएर ल्याएर चाहिँ दुईटा जस्तो खाए पछाडि त मेरो त पेट यस्तो साह्रो डरलाग्दो भरियो सुप पिएकोले स्पेसल्ली। अनि यो मोमो पनि ठुलै हुन्छ नि त, एक प्लेटले दामी अगाउँछ। अनि म त सक्दिनँ बुढा, अब तिमी खाउला भनेर चाहिँ मैले सबै उता प्लेट उसलाई दिइहालेको। अनि सबै उहाँले खाइदिनु भएन। अनि म चाहिँ एकदमै असहाय जस्तो भएर चाहिँ लास्टमा बसेको के। अनि यो चाहिँ हो होटल जोजोलापा, चम्पासरी कदमगाछ भन्छ नि, त्यहाँ काली मन्दिरको एकदम लेफ्ट साइडमा छ। दामी मोमो पाउनुहुन्छ है यहाँ चाहिँ।